गो। हेलो साथीहरू, तपाईँहरूलाई स्वागत छ मेरो यो मिनी ब्लगमा। तपाईँहरू सबै सन्चै हुनुहुन्छ होला। यसो आज चाहिँ बजारदेखि घर जाँदै गर्दा सानो मिनी ब्लग बनाऊँ न, कस्तो हुने रहेछ भनेर ट्राई गरेको। कस्तो लाग्छ यसो सुझाव दिनु होला। यो चाहिँ गाउँको दृश्य हो साथीहरू, हेर्नुहोस्। अब बर्खा लाग्यो होइन, टक्क पारेर खेत जोत्ने कार्यक्रम अनि ब्याड राख्ने कार्यक्रम भइरहेको छ। यो चाहिँ म चाहिँ साथीहरू टक्क साइकलमा घर जाँदैछु है, देख्न सक्नुहुन्छ। टक्क पारेर चिसो साँझको चिसो हावाको यसो मनोरञ्जन गर्दै जाँदैछु साथीहरू है साइकलमा। त्यही हो, अनि हुन्छ होला है, म पनि यता आरामै छु। यहाँ चाहिँ गाइस फाइनल्ली अलिकति अप्ठ्यारो बाटोमा आइपुगिहालियो। टक्क अब यहाँतिर पुल छ, झुलुङ्गे पुल आइसक्यो गाइस साथीहरू होइन, हेर्नुहोस्। साँझ पखको बेला टक्क मान्छेहरू अहिले यसो शीतलो खाइरहेको छन् यहाँ पुलनिर। अब यहाँ चाहिँ खुलायो होइन, हेर्नुहोस्। बाटो चाहिँ अप्ठ्यारो छ, त्यही पनि ठिकै छ। मोबाइल अलि धेरै हल्लिएको छ, यसो मिलाएर हेरिदिनु होला। पुलदेखिको दृश्य हेर्नुहोस् साथीहरू। तल बबाई हरियाली, जङ्गल, नाला। फाइनली साथीहरू घर पनि आइपुग्यो है। तपाईँहरूलाई मेरो छोटो भ्लग कस्तो लाग्छ यसो सल्लाह सुझाव दिनु होला, लाइक कमेन्ट गर्नु होला, सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब गर्नु होला। बाई बाई गाइज।